सो हेलो गाइज अब हामी ऊ गर्नेछौँ कमब्याक नु प्र्याङ्क गर्नेछौँ गाइज अब हामी लङमा गएर हामी अगाडिकोलाई पहिलो राउन्ड त हराइन्छौँ गाइज अनि दोस्रो राउन्डबाट अफलाइन हुन्छौँ पहिलो राउन्डमा गएर मार्छौँ गाइज हामी गाइज डेजर्टले त मार्ने डान्स सक्दैन एक पुस्करलाई दिया त हुन्छ गाइज डेजर्ट त्यति राम्रो चल्दैन मेरो गाइज हामी राइस्टार बनाएर राइस्टार हट भन्छ निकल्ने Rata di kamar. Musa jauh angin gue. Musa salah. Mau tahu di dia le. Ini kak. यार ये क्या लगता है क्या रहा करे मन उसे डालने का टेढ़े 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 बॉडी अंधुला ले ये डालना मैंने बच्चा होने का बॉडी चुका शुरू हो गया पहले हम तो हमें आ रहे हैं बैठ बैठ टेंशन कट 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 देना गाइस कट गाइस मैं ऐसे उन्हें अरे इमोशन आने लगो इमोट देखे दे अब गाइस मैं ऑफलाइन प्रैंक करना चाहूँगी ये लाइक दीदी सब कुछ कर ला एक राउंड डेजर्ट के फेवरेट गाना अब अनिम से हमें 4 राउंड लाओ उतराने चो जो एडे डालने ट्राई कर चुका है डेजर्ट ले मुझे इसको डेजर्ट फेवरेट गाना अगी बन चेक करने वाले कट्टा सुना तीन से दे गाइस गुलवाले इसका बकचोदी करने की आदत नहीं है चल इतना ना किसको बनना मुझे तेरी बनना है यार गाइस हमले मैं था तो यो हार होने रहा तो बड़ा बड़ा दे दिए थे इसको मन रखना लगी गाइस जब हमें कौन लेना गाइस फोटो कौन लेना गाइस हमारे कौन लेना गाइस अन्त्यलाई 33 को जुन गन चुज हुन्छ त्यही गनले हामी उम्लेर हेडसट हान्दिन्छौँ गाइस हेड गर्छ गाइस त्यसरी खानु जरा नाच लाग्छ हामीलाई क्याचले हेड्छ नसिक्यो यही गर्ने होला क्या हेड हान्नु सक्थेन मैले हानेर एमआर पापालाई बेटा बनाउने जाउँ गाई चार्नु गाइस हामी पापालाई बेटा बनाउने जाउँ रुक्नु गाइस अब अग्ले हान्ने छ नि गाइस अहिले हामी अग्ले हेड हान्दियो जस्तो लागिरह गाइस हामीलाई मलाई यस्तो रिस उठिरहेको गाइस प्रो प्लेयर भनेर हामी माथि फ्ल्यास फ्री सुक्न गइरहेको छ यो नुब्रा ल्याले फाइन्छु गाइस अब यसको पोपट गाई एमआर पापा थियो गाइस एमआर पापा थियो त्यही भएर हामीले पापालाई दादी बनाइदियौँ गाइस हामी नु प्र्याङ्क भन्दा नि एउटा राम्रो प्र्याङ्क हुन्छ गाइस हामी उ गरौँ के अरे लुक्ने प्र्याङ्क गरौँ गाइस त्यो आउँछ हामी भाग्दिनु होला हामी लुक्दिउँ हामी त लास्ट जुनसम्म त्यसले सर्भाइभ बनाउनु गाइस त्यसलाई नचाइराख्छौँ गाइस नचाउँछु गाइस त्यसलाई ए भगवान् यो कस्तो मान्छे होला भागे गरे भन्ने
नहीं गाइस उता आइसकेको छ हामी उता भागिन्छौँ गाइस गाइस यता आइको हामीले हानिदिएको गाइस एकचोटि हाम्रो हाने गाइस नहाने गाइस नराम्रो 2 स्पिड हाने गाइस हामीलाई गाइस हामी नजाउँ ठिकै छौँ गाइस गाइस त्यो आउँछ मलाई खोजिरह गाइस यो त्यो म आफ्नो किल अरूलाई दिन्न यसलाई दिन्न किल दिन्न हो त्यो मलाई किल दिन्न भाग म त एलिमिनेट भइहाल्छु गाइस यसलाई हामीले दिएछ एक राउन्ड पछि हामी गाइस कमब्याक गर्छौँ त्यसलाई नानी याद दिलाइसक्यौँ हामीले गाइस हामी फेरि अब भाग्नेवाला छौँ खुल्ला भाग्दिन्छौँ गाइस हामी त्यसको अगाडिबाट तारी फ्यानका तँलाई किल दिनुभन्दा भाग्छु त्यो जुन एलिमिनेटेड रहन्छ एलिमिनेटेड गाइस फर्जी युट्युबर अगाडिको फर्जी युट्युबर रहेछ फर्जी युट्युबर मलाई यति अघि उम्ब्याएको भन्दा नि हेडसेट हानेन नि त्यसले बटले त्यसले पछाडि हेड हान्ने जस्तो लागेन मलाई गइछ ल त हुन्छ काटो डराइगयो फेरि हान्नु भाग्य भयो त भागिन्छ एउटा फेरि मेरो क्यारेक्टर समाउँछ मेरो क्यारेक्टर लगाउँछु अझैसम्म सायद टाइमसम्म चल्छ कि गाइस अब एलिमिनेटेड भइगयो तर त्यसलाई किल दिएन गाइस त हामीलाई अझै फ्याँक्दैछ अब गाइस हामी कमब्याक गर्छौँ सिरियस गेम खेल्यो गाइस 2 राउन्ड हामीले त्यसलाई पोपोट गरेर जितिहाल्यौँ गाइस M590 र डेजर्ट फ्ल्याग हान्दिन्छ त्यसलाई अब गाइस डबल स्पिड हान्नु जस्तो लागेन मलाई त्यो अघिदेखि इमोसन हान्ने ट्राई गरेर किन यसले भाषाडी क्याट M590 ले त खै तर किन यस्तो फेर गर्नु भन्नु लक्ष्य एक्सपोजन किल लाग्छ ड्यामेज लाग्छ के गाइस हामीलाई M500 बॉडी पेलिसकेको छ अर्को वाली डेजर्टले हान्दियो हेड अनि हामी एक क्लिप पछि यो क्लिप गाइस धेरै टाइमको भएको क्या यो क्लिप गाइस यो लङ भिडियो बन्छ हामीले यो सर्ट भिडियो हाल्ने भनेको गाइस तर लङ भिडियो बनेको के गर्ने गाइस अब अर्को भिडियोमा त्यो गाइस त्यो एउटा मैले प्रैंक भिडियो हालेको छु त्यसमा अहिले 4 भ्यूज आएन भने कोही गाइस यसले त हलाइदियो त गाइस डेजर्ट आइको नि हाल्छ गाइस गाइस क्लिप त निस्केन गाइस क्लिप निस्केन त गाइस इयरफोनमा पनि खेला छ त्यही पनि यार इयरफोन खराब भइगयो एयरपोर्ट भएन थियो फेरि डिस्टर्ब आएन यार
त्यो पनि एयरपोर्टमा ऊ आयो नि साउन्ड सन्देश गएको छ अनलाइन छ रिक्वेस्ट हाल्दा त्यो अफलाइन किन हेर्छ गाइस हामीले यो भिडियो अब अपलोड गरिदिन्छौँ गाइस हामीलाई ज्यापोन छ गाइस हामीले अपलोड गरिदिने हो गाइस हामीले अहिले जति सक्यौँ त्यति हुन्छ गाइस अब चार्जर पनि चिच्चिएको मेरो मोबाइलको ओम नमः शिवाय गुड बाई गाइस ओम नमः शिवाय जय नेपाल गाइस जय नेपाल गाइस अब हामी जान्छौँ अब हामी अब सुत्छौँ अब हाम्रो मोबाइलको चार्जर पनि चिच्चिएको स्क्रिन रेकर्ड गर्दैछु गाइस मेरो अझै म फेस स्क्यान हाल्दैन गाइस म फोन प्लेयर हो त्यही भएर गाइस हेर्नु 16% आइसकेको छ गाइस अनि क्लिप निकाल्दा यही भिडियो हाल्छु गाइस 10 मिनटको भिडियो हुनेछ 10 मिनटको भिडियो हेर्दा केही घाटा लाग्दैन छैन गाइस त्यसैले हेरिदिनु होला गाइस यो भिडियोमा चाहिँ भनेपछि ल जस्तै 30 लाइक आयो भने यो भिडियोमा 30 लाइक आयो भने हामी अर्को भिडियोमा लङ भिडियो हाल्छौँ 10 कि 5 मिनटको अनि पछि त्यहीमा 20 मिनट जतिको हाल्छौँ गाइस अनि हामी 20 मिनटको हालिसकेपछि गाइस त्यहीमा हामी च्यालेन्ज राख्छौँ हामी त्यहीमा 10 किल भन्दा हाइएस्ट किल हान्छौँ हामी 10 किल च्यालेन्ज गर्छौँ सबै म्याचमा हामीले 10 किल हानेनौँ भने हामी त्यो च्यालेन्ज हार्छौँ गाइस हारे पनि म अपलोड गर्छु जिते पनि अपलोड गर्छु गाइस मसँग 3 ट्राई हुन्छन् गाइस 3 ट्राई गर्छु 3 ट्राईमा भएन भने गाइस म त्यो च्यालेन्ज छोडिदिन्छु अनि त्यसको पार्ट 2 ल्याउँछु पार्ट 5 सम्म च्याप्टर 5 सम्म हुन्छ अनि हजुरले धेरै सपोर्ट देखाउनु अनि त्यसमा अझ च्याप्टर 5 भन्दा पनि बढी आउन सक्छ गाइस त्यसैले हामी अहिले यतिमै समाप्त गरौँ गाइस अब जो नेपालतिरका हुनुहुन्छ लाइक सब्सक्राइब सेयर सबै गरिदिनु होला गाइस त्यही भन्न चाहन्छु गाइस अरू के भन्नु गाइस हाम्रो भिडियो हामीहरूको भिडियोमा केही लाइक सब्सक्राइब आउनु गाइस अहिले पहिलाभन्दा पनि कम आइसक्यो भ्यू चाहिँ आउनु गाइस लाइक के आउने हुन् 4 भ्यूज 5 भ्यूज आउने हुन् हाम्राहरूमा त 4 भ्यूज 5 भ्यूज भन्दा बढी कहाँ आउने हुन् त गाइस हामी नट अफ प्लेयर हुने भयो हजुरहरू टपअप गर्ने मान्छे पर्नुभयो हामी त टपअप नगर्ने मान्छे बढ्यौँ गाइस त्यही पनि गाइसहरू मलाई जो रिक्वेस्ट हाल्न चाहनुहुन्छ म त्यति राम्रो पनि खेल्दैन त्यही पनि गाइस अब यो टिम कोड टिपिहाल्नु होला गाइस 5 सेकेन्ड 15 सेकेन्डसम्म यो टिम कोड राख्छु गाइस टिम कोड भन्दा चाहिँ युआइडी हेर्नु होला गाइस अनि रिक्वेस्ट हालिदिनु होला जो मसँग खेल्न चाहनुहुन्छ त अबसम्म अब हामी सुत्छौँ 12 मिनटको भिडियो भइसक्यो गाइस त्यही अब सुत्छौँ हामी अब 13 मिनट पुगिसक्यो 12-13 मिनटको छ भिडियो अब हामी सुत्छौँ गाइस बाई बाई।